सुजनको म के भन्छु भने होइन, बाजे बोजूको सम्पत्ति यहाँबाट आयो उहाँबाट आयो भन्छ नि। हामीले पनि धेरै सङ्घर्ष गरे भाइ। तिमी म भन्दा भए होला सोद्धै होला होइन। तिमीले कस्तो सम्पत्ति कमाएर हामीले कस्तो सम्पत्ति कमायो, तिम्रो हातमा सिप के छ पहिला त्यो देखाउनु पर्यो। अनि राजसपा पार्टीले भन्ने जस्तो होइन, यताबाट कमायो उताबाट कमायो यताबाट कमायो भन्छ नि। हाम्रो पनि सिप हातमा छ, सुदैदेखि लिएर विदेशसम्म चल्ने सामान बनाउन सक्छौ। अनि त्यो सम्पत्ति कहाँबाट आयो, त्यत्रो सुनहरू कहाँबाट आयो, त्यत्रो जग्गा कहाँबाट आयो। अनि हरेक कुराहरूमा छ नि राजसपाले जे गरे पनि नेपाल सरकारले र अथवा नेपालीहरूले केही बोल्न सक्दैन। किन? अब 90 तोला सुन भन्छ नि, हामीले नि सुनै काम गरेर ठोकेर आयो भाइ। अब खडेन्डा सुनार भन्छ नि, हामी सुनै ठोकेर आयो भनेर यताउता दलितको नाम बिगाएर खाइरहेछ नि। दलितको नाम त्यो पनि त्यो कुलङ्कार हो, थाहा छ। म एउटा विश्वकर्मा छोरा भए पनि तर किनकि दलितको नाम बिगाएर खाने होइन भाइ। एउटा कुरो सुन होइन, तँ राम्रो ठाउँमा लाइनमा ल्या भए दलितको नाम लिएर बिगेर खाइने, त्यहाँदेखि दलित तँ होइनस्, हामी हो दलित। मुजी तँ मुजी को हो? त कुत्ता हो मुजी। एउटा कुरो सोच होइन, हामीले पनि सामाजिक सञ्जाल चलाउँछौँ, सबै कुरा बोल्छौँ। अनि खडेन्डा सुनार भन्ने साथ त हाम्रो गर्व लाग्थ्यो कि विश्वकर्माको एउटा दलितको युवा नेता भनेर सोध्थ्यो। तर त दलितको नेता होइनस्, त कलङ्कार होस्। अनि तेरो पार्टीमा त सुन गहनाहरू, राम्रा राम्रा गाडी पजेरो सबै कुरो वरिष्ठ भ्रष्टाचार नगरी आउँदो रहेछ नि होइन। अनि अरू नेताहरूमा त केही गर्यो भने त भ्रष्टाचार हुँदो रहेछ त होइन।